ल है साथीहरू, स्वागत छ आजको यो नयाँ भिडियोमा। र आज मैले चाहिँ देखाइरहेको छु यो घरको छतहरूमा चिम्नीहरू राखेको छ। यो किन होला भनेर यसो विचार गर्दै थिएँ। प्रत्येक घरमा छ चिम्नीहरू। र यो चाहिँ यस्तो हिटरको लागि रहेछ। त्यो हिटरबाट धुवा बाहिर जानलाई घर घरमा चिम्नी राखेको रहेछ। र यहाँ चाहिँ युरोपका देशहरूमा यस्तो खालको चाहिँ हिटर हुन्छ। यसरी यो बिर्को खोल्यो अनि बिर्को खोलिसकेपछि तल चाहिँ आगो बाल्नुपर्छ। यसमा दाउरा हाल्ने र आगो यसरी बलिरहेको छ, दाउरा हाल्ने अनि ठ्याक्क बिर्को लगाइदिने र धुवा चाहिँ अब बाहिर आउँदैन, सिधै यो पाइपबाट यो सिलेन्सरबाट बाहिर जान्छ धुवा। ल सिस्टम क्या गजबको छ है। अनि यो चाहिँ जस्ता र फलाम मिक्स हुन्छ। माथिको भाग यो फलाम हो, तल बिचको भाग जस्ता, यो फलाम छ, बिचमा जस्ता छ, अनि तल चाहिँ फेरि फलामै हुन्छ पिँधमा। अनि यो चाहिँ बिच तल पिँधतिर चाहिँ यसरी बक्स खोल्यो भने ढोका हुन्छ। यो खोल्यो भने भित्र कोइलाहरू जम्मा भएको आगो बलेको देखिन्छ। अनि त्योभन्दा अझ तल पनि छ एउटा ढोका, एउटा बक्स। त्यो बक्सभित्र ठ्याक्क माथिबाट आगो बलिसकेपछि खरानी झर्छ। खरानी भएको तलको तलामा झर्छ। अनि यो दुइटैलाई खोलेर सरसफाइ गर्न मिल्यो। यो सफा गर्ने बेला यसरी खोलेर सफा गर्ने। ल क्या गजबको छ है आइडिया। धुवा पनि हुने भएन अनि कोठा पनि न्यानो बनाउने भयो। यस्तो हिटरले एकदम तातो हुन्छ कोठा, धुवा रहित न्यानो पनि हुने भयो। दाउरा पनि अब काँचो र सुकेको मिक्स गरेर मिसाएर चाहिँ बाल्न सकियो। काँचो दाउरा पनि मजाले बल्छ, धुवा पनि हुँदैन। ल नेपालमा पनि यस्तो खालको नेपालमा पनि बनाउन सकियो। जहाँसम्म मलाई लाग्छ दाउरा पाउने ठाउँतिर, चिसो हुने ठाउँहरूमा नेपालमा पनि यस्तो खालको हिटर बनाउन सक्यो भने, जस्तो बाटोघाटोमा होटलहरूमा यस्तै प्रकारको हिटर चाहिँ जोड्न सकिन्छ। दाउरा पनि धेरै बढी चाहिँदैन, अलिअलि भए पुग्छ। सानो सानो टुक्राले पनि काम चल्छ। त्यही भएर नेपालमा पनि सम्भव लाग्छ मलाई यस्तो बनाउन सक्यो भने। धुवारहित कोठा बन्छ। र यसमा चाहिँ अब घर घरमा हिटरको काम पनि गर्ने गरे हुन्छ। योभन्दा अलिक ठुलो खालको हुन्छ चुला चाहिँ दाउरा हाल्ने। अनि यहीँबाट पाइपहरू जोडेर, यही बक्सबाट तामाका पाइपहरू जोडेर घरको प्रत्येक कोठा कोठामा पनि हिटर बाल्न सकिन्छ। यस्तो पनि सुविधा बनाएको छ यहाँ युरोपका देशहरूमा। बिजुली पनि नचाहिने हैन, बिना बिजुली बिना बत्ती चाहिँ आगोबाटै हिटर कोठा कोठामा हिटर पनि चलाउन मिल्यो। स्वास्थ्यको लागि पनि त्यति बेफाइदा चाहिँ गर्दैन आगोको हिटरले। धुवा हुँदैन नि त। एक नम्बरमा त धुवा जाँदैन, खालि तातो ग्यास मात्र जाने हो। त्यहाँ पनि तातो मात्र हुने हो कोठा। तात्छ कि फलाम तात्छ, अनि त्यो तामाको तारबाट तातो मात्र जान्छ कोठाको हिटरहरूमा। त्यही भएर विद्युत बिना नै हिटर बाल्न पाइयो अनि धुवारहित पनि भयो। नेपालमा आगो ताप्दाखेरि खुल्लामा ताप्नु पर्ने, हावा चल्ने, अनि त्यही पनि आँखा मिचिमिची आगो ताप्नु पर्ने धुवाले। त्योभन्दा त यो सिस्टम अति नै राम्रो छ है। र साथसाथै साथीहरू यो भिडियो हेरेर लाइक कमेन्ट पनि गरिदिनु होला, साथै सब्सक्राइब पनि गरिदिनु होला मेरो भिडियोलाई। किनकि अब लाइक सब्सक्राइब
कमेन्टहरू आयो भने अर्को भिडियो बनाउनलाई पनि अलि मलाई नि हौसला मिल्नेछ। त्यही भएर कृपया साथीहरूले सब्स्क्राइब चाहिँ अवश्य गरिदिनु होला है। र आजलाई भिडियो चाहिँ यति नै हो। फेरि म अर्को जानकारी लिएर अर्को कन्टेन्ट लिएर फेरि पनि हजुरहरूमाझ आउने नै छु। र साथीहरूले अवश्य पनि लाइक, शेयर, सब्स्क्राइब, कमेन्ट गरिदिनु हुनेछ भनेर म चाहिँ आशावादी रहनेछु। तपाईहरुलाई कस्तो लाग्यो यो जानकारी गराएकोमा? र साथीहरूले कमेन्टमा चाहिँ सल्लाह सुझाव दिइदिनु होला। ल त आजलाई यति नै है।